पूर्ण साथीभाइहरूलाई मेरो नमस्कार। म यथार्थ केसी आज तपाईँलाई एउटा महत्त्वपूर्ण भिडियो लिएर आएको छु। यदि तपाईँहरूले सिल्भर या गोल्डहरू कुनै फर्ममा फिजिकल फर्ममा हजुरले किन्नुभएको छ र यो अस्ति 3,38,000 चान्चुनमाहरूले यदि गोल्ड प्राइजहरू किन्नुभएको छ भने तपाईँलाई एकदमै नराम्रो न्युज आज म प्रस्तुत गरेर लिएर आएको छु। हिजो राति 11:55 फरेक्स मार्केटमा सबैभन्दा भयानक कुरा हामीले देख्न सक्यौँ। हाम्रो मार्केट इज डाइरेक्टली डिपेन्डेन्ट अन फरेक्स मार्केट है। फरेक्स मार्केटमा जस्तो इन्फ्लेसन जस्तो प्राइस डाउन हुन्छ हाम्रो जस्ट रेसिप्रोकल अलिकति चेन्ज भएर तलमाथि अलिकति पर्सेन्ट चेन्ज भएर हाम्रो त्यो मार्केट इन्फ्लुएन्स हुने गर्दछ। त्यही अनुसार फरेक्स मार्केटमा हामीले हिजो के देख्न सक्यौँ भन्दाखेरि 11:55 फरेक्स मार्केटमा ह्याप्पी सेलिङ हुन थाल्यो। मार्केट ह्याभ क्रास्ड अलमोस्ट 15 to 20% इन अ सिंगल डे र आजको दिन मार्केट इज क्लोज। फरेक्सको मार्केट क्लोज छ आजको दिन। एन्ड भेरी ब्याड न्युज इज अमेरिकामा हामीले हरेक वर्ष हरेक महिना या 3 महिनामा तिनीहरूले को न्युजहरू निकाल्ने गर्दछ। द्याट इज अबाउट द करहरूको बारेमा र गभर्मेन्टहरू कसरी के अरे भइरहेछ चलिरहेको छ र त्यस करले पनि फरेक्स मार्केटलाई एकदमै नराम्रोसँग ह्याम्पर गर्ने गर्दछ र कहिलेकाहीँ एकदमै राम्रोसँग यसले ग्रोथ गर्ने गर्दछ। त्यही अनुसार सन्डेको दिन हाम्रो आज स्याटरडेको दिन हाम्रो मार्केट क्लोज थियो। देयर इज नो फ्लक्चुएसन इन प्राइस होइन। हिजो जति प्राइस थियो आज त्यति प्राइसमै छ। फ्राइडे जतिमा क्लोजिङ भएको थियो प्राइस अहिले पनि त्यति नै छ। 3,18,800 र 765 रुपियाँ जति रुपियाँ छ सिल्भर र गोल्डको प्राइस अहिले त्यतिकै प्राइसमा छ। तर सन्डेको दिनको हामीले फरेक्समा हेरेको 15% डाउन भएको मार्केट र सिल्भर इज अलमोस्ट 26% डाउन होइन। यो नेपालमा पनि देख्नेवाला छौँ हामीले। सन्डेको दिन इज द वर्स्ट डे फर दोज हु बाई द सिल्भर एन्ड गोल्ड। तपाईँहरूले किन्नु भएको छ भने तपाईँहरूको 15 देखि 20% गोल्डको प्राइस तल जानेवाला छ। मैले हिजो राति यति धेरै न्युजहरू कभर गरेको छु। तपाईँहरूले मलाई फलो गर्नुभएको छ भने यु क्यान फलो मी इन ट्विटर। हिजो राति गोल्ड अलमोस्ट क्रास अबाउट 5%, तर यो इट्स लाइक इन्सेनली क्रास भएको थियो र सिल्भर इज ओन्ली 15% डाउन। तर अहिले यु क्यान सी सिल्भर इज 26% डाउन है। यु क्यान सी सिल्भर इज 26% डाउन र बिगेस्ट क्रास आएको थियो। एकै दिनमा मार्केटले यत्रो ठुलो फ्लक्चुएसन अहिलेसम्मको हिस्ट्रीमा दिएको थिएन र पिपुल आर लाइक प्यानिकिङ। यति प्यानिक आयो मार्केटमा, द लेभलहरू टुट्दै गयो, सपोर्ट लेभलहरू टुट्दै गयो। मान्छेहरूले एकदम हाइपर प्यानिकमा मान्छेहरूले बेच्न थाले। तर हाम्रो नेपालमा यस्तो सिस्टम छैन। नेपालमा फिजिकल्ली गोल्ड र सिल्भरहरू पर्चेस गर्नुपर्ने हुन्छ। त्यसरी नै हामीले फिजिकल्ली रूपमा गएर पर्चेस गरेको गोल्ड सेयर फिजिकल्ली रूपमा गएर सेल गर्नुपर्ने हुन्छ। तर हामीले फ्राइडेको नाइटलाई चाहिँ अब स्याटरडे हामीले फ्राइडे किन्यौँ, स्याटरडे हामीले बेच्न मिल्दैन किनकि स्याटरडे हाम्रो प्राइजहरू आएको हुँदैन। स्याटरडे मार्केट क्लोज हुन्छ। फर्स्ट अफ अल हाम्रो के छ भन्दाखेरि नेपालको रुलमा चाहिँ स्याटरडे गोल्ड र सिल्भरको प्राइजहरू लिस्ट हुँदैन। यो डाइरेक्ट सन्डेज, किनकि स्याटरडे हाम्रो के अरे गभर्मेन्टहरूले चाहिँ प्राइजहरू लिस्ट गर्दैन र डाइरेक्ट सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडेसम्म हुन्छ। फ्राइडेको रेट स्याटरडेसम्म चल्छ। स्याटरडेको अपडेट हुन्छ सन्डे। सन्डे हाम्रो रेट अपडेट हुन्छ। भनेपछि अस्ति झरेको मार्केट 81 मार्केट बढेको थियो। गोल्डको प्राइस एकैचोटि 38,000 पुगेको थियो। 81 मार्केट फेरि झऱ्यो र भोलिको दिन 15% देखि 15%सम्म गोल्ड झर्छ। मिन्स मेबी इट विल गो अप टु लाइक 3,18,800 छ भने हाम्रो कतिसम्म जान्छ भन्दाखेरि हाम्रो धेरैभन्दा धेरै 10%सम्म हामी राखौँ, किनकि सिङ्गल डे धेरैभन्दा धेरै 10%सम्म जान्छ। दिस इज 31,880 रुपिसले झर्छ भने चाहिँ हाम्रो 3,18,800मा गऱ्यौँ भने हाम्रो भोलि गोल्डको प्राइस मेबी इट विल अराउन्ड 2,85,000देखि 3,00,000सम्म। यो प्राइसदेखि 3,00,000सम्म भोलि गोल्डको प्राइस पुग्नेवाला छ होइन। सन्डे इज द बिगेस्ट क्रास अफ नेपालको अहिलेसम्मको हिस्ट्रीमै सबभन्दा ठुलो क्रास हुनेवाला छ गोल्डमा। इट विल डाउन बाई 31देखि 31,000सम्म क्रास हुनेवाला छ होइन। अब सिल्भरको कुरा गर्ने हो भने सिल्भरको केस इज झन् वर्स्ट छ होइन।
सिल्भरको केसमा सिल्भर इज डाउन बाई 26% इन अ सिंगल डे, crash by 26% in a single day. $115 per ounce मा थियो, इट्स अलरेडी $85 मा पुगिसकेको छ। र नेपालको पर्सपेक्टिभबाट हेर्ने भए 7,665 रुपिस छ है। तपाईँलाई म देखाउँछु, यु विल बी सक्ड है। सिल्भर होल्डरहरू हुन्छ नि, किलोजमा बाई गर्नुभयो नि तपाईँहरूले, यु विल बी सक्ड। सन्डेको दिनमा 65 होइन, मोटामोटी वी क्यान एक्सपेक्ट लाइक 20% को डाउनफल आयो, वी क्यान एक्सपेक्ट 20% को डाउनफल आयो होइन। इट विल बी 1413 रुपिसले भोलि डाउन हुनेवाला छ। लेट्स 7050 लेट्स एक्सपेक्ट दिस मच मिन्स भोलि सिल्भर 7000बाट 5600 देखि 6000 को बिचमा हुनेवाला छ। आर यु क्रेजी? 20% इन अ सिंगल डे, 26% छ। वी क्यान एप्रोक्सिमेट है यो 26% हाम्रो ठ्याक्कै नेपालमा चाहिँ के हुन्छ भने इन्डियाबाट नि इन्फ्लुएन्स हुन्छ, ग्लोबल मार्केट भनेको युएसबाट नि इन्फ्लुएन्स हुन्छ, दुबईबाट इन्फ्लुएन्स हुन्छ, तर मेन भनेको हाम्रो सबै वर्ल्डलाई ह्याम्पर पार्ने भनेको युएस मार्केट हो। युएस मार्केट 26% डाउन भनेपछि हाम्रो मोटामोटी 20% पनि राख्यौँ भने 5600 देखि 6000 को रेन्जमा सिल्भर सन्डेको दिनमा हामीले देख्न सक्छौँ। दिस इज द बिगेस्ट क्रास अफ अल टाइम, हिस्ट्रीले याद गर्ने कुरा हो है। यहाँ मैले सब अपडेटहरू टाइम टु टाइम अपडेटहरू हालिदिइरहेको थिएँ। हिजो म राति लिटरली पिपुल आर प्यानिकिङ लाइक सिट क्या, मान्छेहरू यति प्यानिक गरे लाइक म सुत्दा पनि सुतिनँ। मान्छेहरूले पोर्टफोलियो चेकआउट गरेर चाहिँ पिपुल आर लाइक नो यति भयो, मेरो 40 लाख डाउन, 50 लाख डाउन, आई लस्ट माई 60,000, आई लस्ट माई 20 लाख, 1 करोड 2 करोड मैले यति कमाएँ, यति गुबाएँ, त्यस्तो भइरहेको छ। इट्स लाइक फकिङ लाइक के भन्नु, सबैभन्दा ठुलो क्रास आएको अहिलेसम्मको मैले हिस्ट्रीमा देखेको हो होइन। मान्छे यति प्यानिक गरे कि यो मोमेन्टसम्म चाहिँ मान्छेले त्यस्तो $90 पर आउन्समा हुने बेला त्यस्तो प्यानिक आएन। त त्यो पछि न्युज आयो के भन्दाखेरि चाहिँ लाइक डोनाल्ड ट्रम्पले चाहिँ इरानमा चाहिँ एउटा के डिल साइन गर्नको लागि दे हेभ सेन्ड लाइक सिपहरूको सिप पठाएको छ भनेपछि इट माइट बी अ वर्ल्ड वार। अनि त्यो पछि अर्को रिजन भनेको चाहिँ मेन भनेको चाहिँ हाम्रो धेरै प्रफिट बुकिङ आयो, यहाँदेखि बब्बाल प्रफिट बुकिङ आउनु थाल्यो, त्यही भएर सिल्भरको प्राइस झरेको। हेभ यु थिङ्क अबाउट द्याट? कुनै कुरा ऱ्यापिडली बढ्यो भने त्यो ऱ्यापिडली डाउन हुन्छ, त्यही भएको थिङ्क अबाउट इट होइन। अनि इफ यु लाइक दिस भिडियो प्लिज लाइक सेयर सब्सक्राइब। र सन्डे म फेरि एकचोटि यो भिडियो बनाउँछु, द बिगेस्ट क्रास अफ अल टाइम सन्डे, बी रेडी होइन। त्यही हजुरले किन्नु भएको छ भने चाहिँ अब तपाईँले स्याटरडे आज सेल आउट गर्न सक्नुहुन्न। सन्डेको दिनमा तपाईँहरू पनि वाइल्ड प्यानिक हुनुहुन्छ होला। मेबी बेस्ट अफ लक। मैले चाहिँ सिल्भर र गोल्डमा अहिलेसम्म इन्भेस्टमेन्ट गरेको छैन, किनकि यो फिजिकल फर्ममा किन्नुपर्छ, त्यही भएर मैले इन्भेस्टमेन्ट गरेको छैन। तर इट गिभ अ ग्रेट, एक दिनमा 10% 15%को रिटर्न दिइरहेको थियो दिस सिल्भरले, 10%को रिटर्न। हामीले एफडी गऱ्यौँ भने पनि एक वर्षमा 8 देखि 10%को रिटर्न दिन्छ। एक दिनमा सिंगल डेमा सिल्भरले त्यत्रो रिटर्न दियो भने यो फल आउनु त माइनर कुरा। इज दिस अ करेक्सन अर के, यो कुरा अब म अर्को भिडियोमा भन्छु। यो करेक्सन मात्रै हो कि इज दिस अ बाइङ अपर्च्युनिटी, फेरि माथि जानेवाला छ, यो कुरा म सब अपडेट लिएर म अर्को भिडियोमा आउनेछु। आजको लाइक टार्गेट भनेको हाम्रो 100 लाइक हुनेवाला छ। जस्ट लाइक होइन, 100 लाइक टार्गेट कम्प्लिट भएपछि म अर्को भिडियो पनि बनाउने छु यसको टपिकमा होइन। त्यही भएर बी रेडी। सन्डे 15% को डाउन र 26% को डाउन आउनेवाला छ। म तपाईँलाई एकचोटि चार्ट चाहिँ देखाइदिन्छु ल। यु विल बी लाइक एक दिनमा यत्रो रातो, यु क्यान सी दिस क्यान्डल, एक दिनमा यत्रो। मैले यो बााउन्स ब्याक हुन्छ भने जोन यहाँ राखेको थिएँ, ठ्याक्कै यो जोनमा बााउन्स ब्याक भयो, एक दिनमा यत्रो रातो। तर यो मलाई लागेको हिसाबबाट अझै इट विल फल है, मलाई लागेको हिसाबबाट अझै इट विल फल अप टु दिस जोन होइन। सिल्भरलाई म अलिकति भनिदिइहाल्छु, सिल्भरको अझै लाइक यो जोनबाट बााउन्स ब्याक आएको हो नि त, यो जोनबाट झर्न थाल्यो नि त, अझै इट विल गो अप टु 50। करेक्सन त डरै आउनेवाला चाहिँ 50%ले झर्नेवाला हो कि मार्केट, म अर्को भिडियोमा अवश्य बनाउने छु। त्यही भएर प्लिज लाइक सेयर सब्सक्राइब होइन। 100 लाइकको टार्गेट कम्प्लिट भयो भने आई विल मेक अनदर भिडियो। डु कमेन्ट गर्नु होइन, तपाईँले किन्नु भएको छ भने, होल्डिङ छ भने प्लिज कमेन्ट डाउन बिलो। प्यानिकमा सेल नगर्नु होला, म अर्को भिडियो बनाउँछु। अनि यो भनेको चाहिँ हाम्रो स्पेसली ट्विटर अकाउन्टमा चाहिँ म अपडेटहरू दिइरहेको हुन्छु, सिल्भरहरूको के गर्ने, होल्डिङ छ भने के गर्ने होइन। त्यही भएर
तपाईँले मलाई फलो गर्न सक्नुहुन्छ। हरेक सानसानो डिटेलहरूलाई म दिइरहेको हुन्छु। यु क्यान फलो। सो आजको लागि यति नै। 100 लाइकको टार्गेट प्लिज कम्प्लिट गरिदिनु होला। नेक्स्ट भिडियो सुन आउनेवाला छ।